यसमा हामीले वातावरण भनेर लेखेको छ। यसमा चाहिँ अब यो एउटा राष्ट्रिय फ्लावर पनि भयो, यो सामाजिक सङ्गत प्रणालीले है। त्यसपछि हामीले यहाँ प्लान्ट एनिमल बनाएको छौँ, आर्टतिर पनि गयो यो हो। त्यसपछि हामीले चाहिँ यहाँ भेन डायग्राम बनाएको छ, यो म्याथतिर पनि गयो। यसमा प्लस इङ्ग्लिस पनि यसमा इन्भल्भ है। यसमा एक्सपेक्टेसन भनेको फर्स्टमा जुन पनि हामीले काम गर्न लागिरहेको छौँ त्यसमा चाहिँ हाम्रो एक्सपेक्टेसन के छ, हामी त वातावरणमा हेरिरहेछौँ नि त होइन। अब एक्सपेक्टेसन कसरी हुन्छ भन्दाखेरि इन्भाइरोमेन्ट हामीले अब्जर्भ गर्दा हाम्रो प्यारेन्ट्सहरूको कुराहरू सुन्दाखेरि इन्भाइरोमेन्ट नेगेटिभली गइरहेछ भन्ने हामीलाई फिल हुन्छ नि त। सो हामीले एक्सपेक्टेसनमा के राख्यौँ, नेगेटिभतिर हुने भयो प्लस पोजिटिभ पनि हुने, किनभने हामीले चाहिँ कन्जर्भेसनहरू गरिरहेको छ, इन्भाइरोमेन्ट राम्रैतिर गइरहेछ भन्ने भयो। हाम्रो एक्सपेक्टेसन के भयो, नम्बर अफ प्लान्ट एन्ड एनिमल चाहिँ जुजहरू देखिरहेछौँ नि त हामीले होइन। कन्जर्भेसन एरियाज, वाइल्ड लाइफ एरियाज बढेको, अब जति पनि प्लान्ट स्पेसिस एनिमल स्पेसिस छ यो सबै प्रोटेक्टेड छ भन्ने हामीलाई फिल भइरहेछ है। त्यो एक्सपेक्टेसन मात्रै भयो, किनभने यो आउटकम र एक्सपेक्टेसन जुन छ त्यो कमन आयो है। अब हामीले नयाँ आउटकम के पायौँ भन्दाखेरि प्लान्ट र एनिमल चाहिँ डिक्रिज भइरहेको रहेछ। हामीले जस्तो डेभलपमेन्ट जुन वेमा हेरिरहेको छौँ त्यसमा त त्यो जू बनाउनको लागि अथवा वाइल्ड लाइफ रिजर्भ बनाउनको लागि भेरियस इन्फ्रास्ट्रक्चरको लागि त डिफोरेस्टेसन भयो है। भनेको हाम्रो जुन एक्सपेक्टेसन छ त्यसले चाहिँ के गरिरहेको रहेछ, नेगेटिभतिर गइरहेको रहेछ। यो भनेको हाम्रो आउटकम भयो, कि हामीले सोचेको थिएनौँ, त्यही भएर यो नेगेटिभ आउटकम भयो ड्यु टु डिफोरेस्टेसन, इन्क्रिमेन्ट इन इन्डस्ट्रियल एरियाज अर्गनाइजेसन। तर हाम्रो दुइटै कमन चाहिँ के भयो भन्दाखेरि हामीले याद गरेको छौँ, जस्तो एमाजोन जङ्गल्सहरू छ, भेरियस ठुल्ठुलो जङ्गल्सहरू छ, त्यहाँ चाहिँ केही पनि इन्डस्ट्रियल वर्क्सहरू गएको छैन, अर्गनाइजेसन भएको छैन। यतिकै लिभ गर्दाखेरि चाहिँ फरेस्ट आफै ग्रो भएर त्यहाँ चाहिँ पोजिटिभ कुरा भइरहेको रहेछ भन्ने चाहिँ दुइटै कमन भएर हामीले भेन डायग्रामको बिचमा राख्थ्यौँ। त्यसपछि हामीले के गर्यौँ, भेरियस स्लोगन्सहरू बनायौँ। जस्तो यो सामाजिकमा हो अरे हरियो वन नेपालको धन भन्ने सामाजिकतिर जान्छ, हामीले स्लोगन बनायौँ, किनभने हामीले वातावरण प्रोटेक्ट गर्नु छ नि त। त्यसपछि नेचर डजन्ट निड अस, वी निड नेचर भन्ने पनि स्लोगन बनायौँ। यसले के भन्न खोजेको भन्दाखेरि जति पनि इन्भाइरोमेन्ट छ विदाउट ह्युमन एकदम धेरै राम्रो आफ्नै वेमा गइरहेको छ, बट ह्युमनले गर्दाखेरि डिस्ट्रक्सन क्रिएट भएर इन्भाइरोमेन्टलाई नेगेटिभ इफेक्ट भइरहेछ भन्ने कुरा चाहिँ यसले बुझाउँछ है। त्यसपछि हामी कता गइरहेछौँ भन्दाखेरि यहाँ कजेस र प्रिभेन्टिभ मेजर चाहिँ इन्भाइरोमेन्ट पोल्युसन चाहिँ यो हेल्थतिर पनि गयो, त्यसपछि इङ्ग्लिसतिर पनि गयो, साइन्समा पनि यो कुराहरू आउँछ। त्यसपछि हामीले बारग्राफ बनाएको छौँ। यो भनेको चाहिँ नम्बर स्पेसिसको आधारमा यसमा हामीले एरिया निकालेर हामीले यहाँ डेन्सिटी पनि बनाएको छौँ कि फर्स्टमा चाहिँ यहाँ हामीले एरिया अफ हेटौँडा हाम्रो हेटौँडा भन्ने सब्जेक्ट छ, त्यसको लागि रिलेट गरेर हाम्रो एरिया त्यहाँबाट लिइरह्यौँ। त्यसपछि नम्बर अफ प्लान्ट स्पेसिस हामीले क्यालकुलेट गरेर ल्याएको छैन। यो चाहिँ हामीले कम्प्युटर सर्भको हेल्प लिएर इन्टरनेटको थ्रुबाट 500 नम्बर अफ प्लान्ट स्पेसिस छ हेटौँडा एरियामा भनेर फाइन्ड आउट गरेर यो चाहिँ सोर्स हामीले राखेको छौँ। Google/HSMC भनेको चाहिँ हेटौँडा सब मेट्रोपोलिटन सिटीको सोर्सबाट हामीले डाटा लिएर आयौँ। त्यसपछि हामीले म्याथ सर्भको हेल्प लियौँ। डेन्सिटी निकाल्दाखेरि फर्स्टमा नम्बर अफ प्लान्ट स्पेसिस के भन्छ डिभाइड बाई टोटल नम्बर अफ हेटौँडा गरेर हामीले चाहिँ प्लान्ट स्पेसिस हरेक किलोमिटर एरियामा कति छ भनेर डेन्सिटी पत्ता लगायौँ। अब हाम्रो यहाँ अर्को के छ भन्दाखेरि जति पनि ओल्ड डेन्सिटी छ कम्पेयर गर्न त भ्याइएन, बट जति पनि ओल्ड भ्यालु छ त्यसमा अपडेटेड भर्जनमा चाहिँ प्लान्ट बढ्यो कि घट्यो भनेर त्यो इभ्यालुएट पनि गर्न सक्छौँ। त्यसपछि हामीले इङ्ग्लिसमा के राख्छौँ, एउटा डिबेटको टपिक राख्यौँ है। त्यसमा चाहिँ टु मच डेभलपमेन्ट डेस्ट्रोइज वाइल्ड लाइफ भनेर एउटा सानो पिक्चर पनि बनाएको छौँ। यसमा चाहिँ डिफोरेस्टेसन भइरहेछ, एनिमल्सहरू। यसले चाहिँ के एक्सप्लेन गर्न खोज्छ भन्दाखेरि जुन फरेस्ट एरिया भनेको त वाइल्ड लाइफको आफ्नो रेसिडेन्सियल एरिया हो नि त, त्यसमा ह्युमनले डिस्टर्ब गर्दाखेरि उहाँहरू बस्ने ठाउँ भएन, एनिमल स्पेसिसहरू प्लान्ट स्पेसिस यसै घट्दै गयो भन्ने एक्सप्लेन भएको छ। यसमा डिबेट गर्न मिल्छ, बिकज टु मच डेभलपमेन्ट डेस्ट्रोइज वाइल्ड लाइफ भनेर यसमा ठुलो डिबेट हुनसक्छ भनेर हामीले यो टपिक मिलायौँ। त्यसपछि हाम्रो यहाँ छ बायोग्राफ। हामीले प्लान्टको लागि प्लान्ट स्पेसिस निकाल्यौँ, तर यसमा चाहिँ प्रपर स्पेसिस चाहिँ एक्ज्याक्ट भ्यालु नभएको कारण हामीले चाहिँ एभरेज लिएर नम्बर अफ बर्ड र बर्ड बाहेक अरू एनिमल्सको कति छ बायोग्राफ भनेर हामीले चाहिँ इभ्यालुएट गरेर हामीले चाहिँ यहाँ एउटा म्याथ सब्जेक्टसँग रिलेटेड हामीले एउटा बायोग्राफ बनाएको। सो एउटा इन्भाइरोमेन्ट भनेको त यसो सोच्दाखेरि साइन्समा मात्रै पर्ने जस्तो फिल हुन्छ, बट हामीले सबै सब्जेक्टहरूलाई चाहिँ कोलाबोरेट गरेर एउटा राम्रो प्रोग्राम बनाएको छौँ जसले चाहिँ एकदम डेप्थमा इन्टरडिसिप्लिनरी एप्रोचमा चाहिँ सिकाइलिन सकिन्छ वाइल्ड डिफ्रेन्ट भेराइटिजबाट भिजनबाट। अनि त्यसपछि इन्टरडिसिप्लिनरी पनि भयो, अनि यसले चाहिँ स्टुडेन्टहरूले चाहिँ कसरी आफ्नो माइन्डलाई चाहिँ डिफ्रेन्ट पर्सपेक्टिभबाट एउटा इन्भाइरोमेन्टलाई हेर्न सक्छन् भनेर हामीले ओभरअल प्रोग्राम। थ्याङ्क यू सर। यसमा चाहिँ पोजिटिभ र
र नेगेटिभ एउटा राइट मिक्स गऱ्यो भने त्यसको भ्यालु चाहिँ 0 हुन्छ है। यो चाहिँ किवर्ड्सहरू भयो। हेर्ने चाहिँ क्वेसनहरू छ मेन यसबाट चाहिँ साइन रुलहरू, जस्तै 10 - 5 गर्दा 5 हुन्छ भनेर थाहा छ, तर 5 - 10 गर्दाखेरि पनि 5 नै भइरहेको छ नि त बच्चाहरूले। पोजिटिभ नेगेटिभ भन्ने साइन रुलहरूको कन्सेप्टमा चाहिँ यो बेस्ट हुन्छ जस्तो लाग्छ। जस्तै त्यहाँ यहाँनिर क्वेसनहरू पनि छ है। 7 - 5 यो भनेको पोजिटिभ 7 भयो, अनि यो भनेको चाहिँ नेगेटिभ 5 भयो। पोजिटिभ 7 र नेगेटिभ 5, यसले चाहिँ पोजिटिभ भ्यालु रिप्रेजेन्ट गर्छ, यसले चाहिँ नेगेटिभ। भनेपछि पहिला सुरु पोजिटिभ 7 वटा यो चाहिँ यो 7 भयो, अनि नेगेटिभ 5 भनेपछि यो 5 वटा चाहिँ एउटा यो टायर मिक्स भइसकेपछि यसको भ्यालु चाहिँ 0 हुन्छ है। 0 पेयर भनिसकेपछि 0 0 0 भइसकेपछि अब हामीसँग रिमेनिङ भनेको जम्मा 2वटा पोजिटिभ टायर्स मात्रै बाँकी छ। यो भनेपछि पोजिटिभ 2 भयो होइन। जस्तै त्यहाँ 3 - 7 भनेको छ, त्यसमा चाहिँ 3वटा हामी पोजिटिभ टायर लिन्छौँ अनि 7 चाहिँ नेगेटिभ छ, त्यही भएर 7मा चाहिँ हामीले अरेन्ज कलरको टायर लिन्छौँ। 3 भयो, अनि अर्को भनेको 7 छ, यो 7 वटा लिन्छौँ। 7 वटा भयो। अब यसमा पनि त्यसै गरी हामी फर्स्टमा पेयर बनाउँदै जान्छौँ। एउटा पेयर 0 भयो, 0 भयो, 0 भयो। अब हामीसँग चाहिँ यहाँनिर 4वटा अरेन्ज टायर्स भनेको यो भनेको नेगेटिभ टायर्स भयो भनेपछि हाम्रो रिजल्ट चाहिँ नेगेटिभ 4 मात्रै भयो नेगेटिभ। यो हामीले जुन डेमो देखाइसकेपछि हामीले के अरे क्वेसनहरू गर्दालाई अब के अरे दिन्छौँ वर्कसिटहरू, उहाँहरूले कति बुझ्नु भयो। हामीले चाहिँ यहाँ मूल्याङ्कनको पद्धति पनि राखेको छ 4वटा चाहिँ हुन्छ। यसमा चाहिँ पहिला सुरु चाहिँ हामीले सिकाइ सक्रियता कसरी पार्टिसिपेसन गर्नुभएको, त्यसपछि कक्षा सहभागिता के भन्छ के अरे साथीहरूसँग कति छ, उहाँको एफर्ट कति छ त्यो सबै। त्यसपछि टाइम लिमिट, उहाँले कति समयमा कति अवधिमा चाहिँ सिक्नुभयो। अनि अर्को प्रब्लम सल्भिङ एबिलिटी कतिको छिटो कतिको, यसको आधारमा चाहिँ हामीले चाहिँ मूल्याङ्कन पद्धति खालि प्रेजेन्टेसन मात्र नभएर मूल्याङ्कन पद्धति पनि कस्तो इफेक्ट गर्छ भनेर हामीले चाहिँ देखाउन खोजेको छौँ। यसमा स्मोकिङ गरेको साइडमा चाहिँ डेफो छ, एयर पोल्युसन भइरहेको छ होइन। एकदमै यो हेर्दाखेरि यो बडीमा पनि हामीले चाहिँ स्याडो गरेको छौँ पेन्सिल स्केचले, अलिकति यो होल बडीमा नै इफेक्ट गरिरहेको छ भनेर हामीले सो गर्न खोजेको छौँ। अनि अपोजिट साइडमा चाहिँ एकदमै ह्याप्पी ग्रिन इन्भाइरोमेन्ट छ होइन, ब्लू वर्ड छ, प्लान्ट्सहरू पनि एकदमै हेल्दी छ है। हामीले यही प्रेजेन्ट गर्न खोजेको छौँ। यता म्याथको आधारमा म्याथ सब्जेक्टमा चाहिँ कसरी रिलेट गर्न सक्छौँ भने हामीले चाहिँ लेटेस्ट डाटाबाट चाहिँ डेथ पर्सेन्ट अफ डेथ्सहरू चाहिँ हामीले चाहिँ यो पर्सेन्ट्समा चाहिँ डिफ्रेन्ट गरेर चाहिँ हामीले चाहिँ एउटा पाइ चार्ट क्रिएसन गरेको छौँ, जुनमा चाहिँ अलमोस्ट म्याक्सिमाइज चाहिँ स्मोकिङले गर्दाखेरि चाहिँ डेथ नम्बर्सहरू भएको छ। हामीले यसरी चाहिँ प्रेजेन्ट गरेको छौँ। यो टपिक चाहिँ सबै सब्जेक्टमा अलमोस्ट हेल्थ सोसल इङ्ग्लिसमा पनि कस्तो हुन्छ भन्दा डायलग्सहरू हुन्छ कि यही टपिकमा प्याराग्राफ राइटिङ्सहरू हुन्छ, डायलग्सहरू हुन्छ, सबै नेपालीमा पनि हामीले पढाएकै कुरा हो। यो इङ्ग्लिसमा अलमोस्ट अल सब्जेक्ट्समा रिलेट भएको कारणले चाहिँ हामीले चाहिँ छोटो समयमा यो प्रेजेन्टेसन रेडी गर्न सफल भयो। सो थ्याङ्क यू एभ्रीवन।